नमस्कार। आज म कुनै पार्टीको समर्थन गर्न आएको होइन। आज म तपाईहरुसँग हाम्रै जीवनसँग जोडिएको एउटा समयको कुरा गर्न चाहन्छु। हामी नेपालीहरूले यो धेरै पटक अनुभव गरेका छौं। केही समयहरू साधारण हुँदैनन्। त्यस्ता समय जहाँ चुप लाग्नु सजिलो लाग्छ, आफ्नो टाउको नदुखाऊ जस्तो लाग्छ, तर पछि फर्केर हेर्दा त्यही चुप्पी सबैभन्दा महँगो साबित हुन्छ। आज नेपाल त्यस्तै मोडमा आइपुगेको छ। हाम्रो देश थाकेको छ। लामो लाइन, लामो प्रतीक्षा, धेरै भाषण र थोरै परिवर्तन। चिया पसलमा, बसमा, घरको भान्सामा उस्तै कुरा सुनिन्छ। अब त केही बदलिदैन। सबै नेता उस्तै हुन्। हामीले बोलेर के नै हुन्छ र? यी कुरा सुन्दा कहिलेकाहीँ हामी पनि टाउको हल्लाउँछौं, किनकि हामी पनि थाकेका छौं। तर हाम्रो इतिहासले एउटा कुरा देखाउँछ, परिवर्तन ल्याउनेहरू सधैँ ठूला पदमा बसेका थिएनन्। उनीहरूसँग धेरै पैसा पनि थिएन, तर उनीहरूसँग एउटा कुरा थियो, मौन बस्न नमान्ने साहस। आजको समय अल्मलिएको छ। चुनावको कुरा छ, भविष्यको चिन्ता छ, कामको तनाव छ, छोराछोरीको भविष्यको डर छ, सबै मिसिएको अवस्था। यस्तो बेला हामीसँग दुई बाटो हुन्छ। पहिलो बाटो, हामी के गर्न सक्छौं र भनेर चुप लाग्ने, गलत देख्दा पनि नदेखे जस्तो गर्ने, सत्य बोल्दा झन्झट आउला भनेर पछि हट्ने। दोस्रो बाटो, ठूलो स्वरमा होइन, झगडा गरेर होइन, तर शान्त, नम्र र इमानदार रूपमा बोल्ने। यसलाई बाइबलले एउटा शब्द दिएको छ, काइरोस। यसको अर्थ हो सामान्य समय होइन, अवसरको समय। जस्तो भूकम्पपछि देशले एकअर्काको हात समातेको समय, जस्तो आन्दोलनको बेला युवाहरूले डरभन्दा आशा रोजेको समय। काइरोस भनेको एकपटक आउने र नफर्किने समय हो। आज नेपाल त्यही काइरोसको छेनमा छ। अब प्रश्न यो होइन हामी सबै समाधान जान्दछौं कि जान्दैनौं। प्रश्न यो हो, के हामी सजग छौं? के हामी इमानदार छौं? के हामी मेरो जिम्मेवारी होइन भन्दा माथि उठ्न सक्छौं? बोल्नु भनेको झगडा गर्नु होइन। बोल्नु भनेको फेसबुकमा गाली गर्नु होइन। बोल्नु भनेको कसैलाई दोष थुपार्नु पनि होइन। बोल्नु भनेको यति हो, गलतलाई गलत भन्न सक्ने साहस, शान्तिलाई प्राथमिकता दिन सक्ने धैर्य, र यसो पनि त हुन सक्छ भनेर आशा देखाउने हिम्मत। किनकि जब असल मानिसहरू चुप लाग्छन्, खाली ठाउँ अरूले भर्छन्, र त्यो सधैँ राम्रो हुँदैन। आजको सन्देश धेरै सरल छ। यो समय भाग्ने समय होइन, यो केवल गुनासो गर्ने समय पनि होइन, यो जिम्मेवारी लिने समय हो। हामी सबैको आवाज ठूलो हुँदैन, तर हरेक आवाजले दिशा देखाउँछ, घरबाट, समुदायबाट र समाजबाट। यदि हामी बोल्दैनौं भने हामी इतिहासको हिस्सा हुँदैनौं। हामी केवल टाढाबाट हेर्ने दर्शक बन्छौं। आज हामी त्यो बाटो रोजौं जहाँ डरभन्दा ठूलो मूल्य रोजिन्छ, सत्य, शान्ति र न्याय। किनकि समय सधैँ हाम्रो प्रतीक्षा गर्दैन। अब समय आएको छ, अनि त्यो समय बोल्ने समय। काइरोस। धन्यवाद।